नमस्कार, अब सुन्नुहोस् देउखुरी पब्लिक मासिक खबर। चैत 4 गते यस विद्यालयमा चैत 5 गतेदेखि प्रारम्भ भएको शैक्षिक सत्र 2082 सालको अन्तिम त्रैमासिक परीक्षालाई व्यवस्थित तवरले सञ्चालन गर्नका निम्ति परीक्षाको पूर्व तयारी सम्बन्धी क्रियाकलाप सम्पन्न गरिएको थियो। उक्त दिन सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा तयारीका लागि बिदा प्रदान गरिएको थियो भने सम्पूर्ण शिक्षक कर्मचारीहरू भने परीक्षा व्यवस्थापन सम्बन्धी क्रियाकलाप सम्पन्न गर्नका लागि विद्यालयमा उपस्थित हुनुभएको थियो। चैत 5 गतेदेखि यस विद्यालयमा कक्षा 5, कक्षा 8, कक्षा 9 र कक्षा 10 बाहेक अन्य सम्पूर्ण कक्षाहरूको शैक्षिक सत्र 2082 सालको अन्तिम त्रैमासिक परीक्षा प्रारम्भ भएको थियो। कक्षा 5 र कक्षा 8 को परीक्षा नगर स्तरीय परीक्षाको रूपमा तथा कक्षा 9 को नेशनल पेप्सनद्वारा लिइने परीक्षा अन्तर्गत चैत 8 गतेदेखि प्रारम्भ भएको थियो। यसैगरी चैत 19 गतेदेखि राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा यस विद्यालयबाट चौथो ब्याचका रूपमा विद्यार्थीहरू सहभागी हुनुभएको थियो। चैत 25 गते यस विद्यालयमा शैक्षिक सत्र 2082 सालको अन्तिम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको थियो। उक्त नतिजा प्रकाशनका दिन अभिभावक, शिक्षक, कर्मचारी र विद्यार्थीहरूको राम्रो उपस्थिति देख्न सकिन्थ्यो। यस विद्यालयमा सम्पूर्ण विद्यार्थीहरू राम्रो अङ्क ल्याई उत्तीर्ण हुनुभएको थियो भने अभिभावकहरू पनि निकै हर्षित देखिनुहुन्थ्यो। परीक्षामा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डप केसीज्यूले हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो र उक्त अन्तिम त्रैमासिक परीक्षाको नतिजा निकै व्यवस्थित तवरले सम्पन्न भएको बेहोरा परीक्षा समितिका संयोजक श्री रामअवतार चौधरीज्यूले बताउनु भएको थियो। चैत 29 गते यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डप केसीज्यू एवं समस्त विद्यालय परिवारका तर्फबाट आउँदै गरेको नववर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, सेयर सदस्य, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी, शुभचिन्तक तथा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरिएको थियो। चैत 30 गते शैक्षिक सत्र 2082 सालको कक्षा 8 को नगर स्तरीय परीक्षामा देउखुरी पब्लिक अङ्ग्रेजी माध्यमिक विद्यालयले लम्बाई नगरपालिकामा यस शैक्षिक सत्रमा पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको सुखद अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा यस प्रकृतिका उत्कृष्ट नतिजा दिलाउनका निम्ति महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने शिक्षक, कर्मचारी, अभिभावक एवं विद्यार्थीहरूलाई यस विद्यालयका प्रबन्धक तथा प्रधानाध्यापक आदरणीय व्यक्तित्व श्री भूमाण्डप केसीज्यूद्वारा धन्यवाद ज्ञापन गरिएको थियो। यसै अवसरमा कक्षा 8 र कक्षा 5 को नगर स्तरीय परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल हुनुभएका विद्यार्थीहरूलाई विद्यालयद्वारा पुरस्कृत समेत गरिएको थियो। हस्त अर्को महिनाको अन्तिम दिन पुनः आउने गरी अहिलेलाई देउखुरी पब्लिक मासिक खबर यति नै। धन्यवाद।